ओम या वर्मा वरुणेन्दम रुद्रमरुत ईश्वन्ति दिव्य स्तवे स्तवेदे साङ्गपद क्रमो निस्स दीर्घायन्तिया सामगाधाना बस्तिदा तद तेन मनमा पश्यन्ति या योगिनी सन्तन बिन्दु सुरागण दिवाय तस्मै नमः श्रीमत्सचन्दन चर्चित जजरम्पु शुक्लम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रवीला मुक्तावली शोभित सर्वज्ञानी धन पुस्तकधारा रुद्राक्ष मालाधारा वाग्देवी वन भुजे वसन्तु मे त्रैलोक्य माला चिराम मुखम करति वाचा लङ एते ग्रीम यत्कृपात् मह वन्दे परमानन्द माधवं नमो भगवते तस्मै व्यासाय मित तेजसे यस प्रसादय लक्ष्मी नारायण कथा विमां नारायण नमस्कृत नरचैव नरोत्तम देवी सरस्वती व्यास तत्त्व जय मुदिरयते साष्टाङ्ग नमन कृता सुस्तानि परमेश्वरी कथा सुदोपया दिव्या श्रुता भीष्ट फल लभेत श्री सुस्तानि परमेश्वरी नमो नमः। कुमारजी आए गर्नुहुन्छ है अगस्त्य मुनि। त्या उपरान्त एक दिन श्री महादेवले चित्त सम्हाली हेर्दा सतीदेवीले शरीर आफूभित्र रहेनछ भने थाहा पाउनु भयो। अब कसो गरौँ, कहाँ जाउँ भने वर्ष चित्तलाई धैर्य दिए अब तपस्या गर्न उत्तारा पन्थ जान्छु भनी जान लाग्नु भएको थियो। चित्त दृढ हुन नसकी घुमिरहँदा उतातिर जानु भएको त दक्षिणतिरको बाटो लाग्नु भएछ र जाँदा जाँदा कर्नाटक नगरको नजिक पुग्नु भयो। त्यहाँ एक सुन्ना गाउँ थियो। त्यहाँ बसेका ऋषिहरू गङ्गा स्नान गर्न भनी गएका थिए। श्री महादेवले त्यहीबाट जानु भएको ऋषि पत्नीहरू देखेर एउटाले अर्कीसँग भनिन्, हे ऋषि पत्नी हो, ती गएका महादेव हुन्, हेर सतीदेवी मर्नाले बहुला जस्ता भई त्यसरी हिँडेका छन्। हाम्रा ऋषिहरू भक्त रहनाले दुर्बल छन्, हामीहरूलाई काम भोगमा सन्तोष दिन सक्दैनन्। यसो उनले हामीहरू महादेवका पछि लागि जाउँ। त्यो सुनि 100 ऋषि पत्नीहरू श्री महादेवका पछि लागि गए। त्यसपछि गङ्गा स्नान गर्न गएका ऋषिहरूले त्यो र थाहा पाई खोज गर्दै जाँदा केही पर पाटोमा फेला पारेर, हे महादेव, तिमीले हाम्रा स्त्रीहरूलाई किन हरण गरी ल्यायौ भने कड्किए। त्यो सुनि श्री महादेवले, हे ऋषि हो, म तिमीहरूका स्त्रीहरूलाई किन हरण गरी ल्याउँ त्यही भन्नुभयो। ऋषिहरूले यी तिम्रा पछि लागि आएका को हुन् भन्न त भने श्री महादेवले फर्की हेर्दा ऋषि पत्नीहरू देखे। यिनीहरूलाई मैले त ल्याएको होइन, किन आएछन् भन्नुभयो। तब ऋषिहरूले, हे महादेव, तिम्रो लिङ्ग देखेर हामीहरूका स्त्री पछि